के छ भविष्यमा योजना मलाई त एकदम अन्तरिक्षमा पुगेर आउने भएको छ एकपछि यसरी सोलर रोपिएपछि सधैँ खान पाइयो आनन्द कति मजा छ कति मजाको आमा दुना 31 वटा अरू ब्याउने 20 वटा अनि मबाट बगेर्नु अब बाली जाने बेला भएको छ हो बिरालाल बाटोघाटो भानिज अगाडि बढ्ने कि फर्किने भयो नि राधे श्याम राधे 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 कृष्ण 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 राधे 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 श्याम साजिना साजाङ नि मजा आइरहेको रे यात्रा एकदम मजा आएर होइन हो भानिज के फल हो यस्तो यो हेर्नु त ले हेर्नु त यहाँ दुईटा मात्र छैन दुईटै मामा भन्नलाई त हो दुईटा पनि होइन होइन के फल हो यो भानिज यसलाई के गर्ने खानी हो कि क्या नि हो अहिले फर्किँदा खाउँला हो होइन हल्लाउनु पर्छ जानु त हजुर त च्याम्पियन हुन्छ नि यो त म त सकिनँ हो यहाँ छ कि जानु न मिठो फल्छ त यो त कम त ऊ हुन्छ हल्लाउनु त एकचोटि हल्लाउनु त कोरियामा झरो 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 अझै मामा वान सट झरेन हो यो त तपाईँ आउनुहोस् त जानु त तपाईँ आउनु कुन चाहिँ आगो अरे हो यो सिधा गरे त आएको यो हो मारी बल चाहियो त्यसलाई त छैन यो झर्दैन भनिन्छ यो झर्दैन त्यसलाई ताक्दै त पुग्दो रहेछ जाउँ हामीले भर्खरै एउटा हलुवा बेत फेला पारिया छ मामा कहाँ छ यहाँ छ हलुवा बेत दुईटा थियो तर सकिएन के गर्नु तागत पुगेन डोजरै ल्याउनु पर्ने स्थिति आयो त्यही पनि एउटा छ मामा भन्दा मिलेर खान्छौँ आज ठ्याक्कै कम्पनीको एरियामा छौँ यो पुरै कम्पनीको एरिया हो अब हामी चाहिँ तराई एरियातिर जाँदैछौँ त्यो मेरो अस्ति किनेको जग्गा नै हेरेर देखाउँछु है आज म अस्ति किनेको थिएँ नि जग्गा कति आना छ अरे 2 बिघा जग्गा हो कति 2 बिघा एउटा गाई फार्मसितै किनिदिएको कि गाई फार्मसितै कतिवटा गाई छ गाई त छैन अहिले 64 वटा 64 वटा दुना 31 वटा अरू ब्याउने 20 वटा अनि मबाट बगेर्नु अब बाली जाने बेला भएको छन् हो यी सबै हेर्नु नि यहाँ देखिएको जति हो हजुरको त उयो यहीँबाट सुरु भयो कुन यहाँदेखि सुरु भयो यो जग्गा यहाँदेखि सुरु भयो यो जग्गा यहाँ लिएर उहाँ उतै लिएर हो त गाई फार्म त्यो पनि सँगै पर्छ नि हो यो गाई फार्म हो त्यो गाई फार्म अहिले यो गाईको लागि तयारीको यो दाना ऊ हो यो पराल हो यो बाउसे कतिजना चाहिन्छ खेतरा यहाँ त सबै आधुनिक आजभोलि मेसिन छ अब केटाहरू लगाइदिएको छन् 12-15 जना काम गर्ने केटाहरू यो आल्याउनु पर्दैन यहाँ खासै पर्दैन यो अब डल्ला के काम थियो यो त्यही गाईको लागि पराल हो नकुवासँग बेरेर राखिरहेछ नेपालमा जस्तो टौवा हाल्न चाहिँ पर्दैन यहाँ पर्दैन त्यस्तो समस्या यो जता राखिदिए पनि हुन्छ पछि आफूलाई चाहिने बेला समय अनुकूल मिलाएर लाँदा पनि हुन्छ अब अहिले लर स्टकमा आफू जग्गा त्यो उमा लर राख्दा हुन्छ अस्ति भर्खरै यो उ गरेको जस्तो यस्तै राख्दा चाहिँ घाम पानीले केही पनि फरक पर्दैन केही समस्या अब पानीले फरक पार्ने भए त यस्तै पानीमा त राख्थेन नि है अहिले यहाँको सिस्टमै यसरी जो छ टौवा चाहिएन के यो पनि बिक्रीमा छ यतापट्टि अहिले फेरि बिक्रीमा लगाइस भर्खरै जग्गा देख्नुभयो तपाईँले कन्ट्याक्टमा चाहिँ हाम्रो दलाली प्रेम प्रसाद डुम्रे उस मामालाई चाहिँ कन्ट्याक्ट गर्न सक्नुहुन्छ फोन नम्बर कति हो फोन नम्बर त्यही अहिले उमा राख्दामा छ नि यो कोरियामा हेर्नु न जस्तो नेपालमा चाहिँ अब जस्तो घरहरूमा ठ्याक्क पानी सानी माग्ने खाने होइन यसो हुन्छ नि सिस्टम अब यहाँ चाहिँ अब छैन नि त त्यस्तो तर यहाँ चाहिँ पब्लिकलाई पनि त्यो बाटोमा चाहिँ रेस्ट गराउनु भनेर हिँडेको बेलामा बस्ने ठाउँ चाहिँ बनाइदिएको हुन्छ कि यो पार्क टाइपको सोफाहरू पनि त्यही बस्नु लागि यति राम्रो राम्रो सोफा छन् कि यहाँ यति राम्रो छ कि यतिको अब दोस्रो तला जाने यो बस्न पनि फेरि दोस्रो तला गएर आरामले निकै बाटो हिँडेको बेलामा यो फकिँदो हुँदाखेरि यति राम्रो छन् सोफा यतिको हाम्रो
धनी व्यक्तिहरूको लागि पनि छैन होला हो यहाँ त ऊ नै छ के चुलो नै छ यो आनन्द चुलो यहाँ पकाएर खान मिल्छ सोफा चाहिँ आनन्द आराम गरौँ बसौँ भनेर तर अहिले हामी यता बसिन्छ ट्याक्क सोफाको कलर लगाएको कि यस्तै थियो अरे अस्ति भर्खर कलर लगाएको छ नि के कलर अस्ति भर्खर लगाएको भइसक्यो यो यहाँबाट चाहिँ ट्याक्क त्यो देखिएको कम्पनीको एरिया भयो यता यता चाहिँ यो कृषि फार्म कृषि एरिया यता भयो उतापट्टि कम्पनी खेतहरू ठ्याक्कै यहाँ बस्दा चाहिँ नेपालको चाहिँ यो यता बगेको यहाँ तल बगेको मसिने खोला ठ्याक्कै नेपाल जस्तै छ के मसिने खोला यता यी गाई फार्महरू छन् टन्नै यो फर्मको नाम के अरे माउ यो योङ जक मोक्जाङ हेर त यो भट्ट यहीँ ठेसा लागेको रहेछ कि भट्ट छैन र यहाँ अलिअलि त रहेछ यसो निखार नुखुर केही छैन त्यो हुन्छ नि अन्तरिक्षमा सबभन्दा पहिला हामीले यो उमा कुकुर पठायो नि त्यो कति समयमा आयो अरे कुकुरलाई उहाँ पठाएरले कति समयमा आइपुग्यो अरे 83 दिन त्यसै मनोगणती तरिका हो 12 घन्टा 313 मिनट 2 सेकेन्ड अनि सेकेन्ड भन्दा नि सानो के अरे त्यो सेकेन्ड भन्दा नि सानो हुन्छ मिली सेकेन्ड मिली त माथि पुगिसक्यो तर त्यसको बारे यहाँ भनिदिनु न एकचोटि सर यो अहिले हाम्रो नेपालमा पनि एकदम अग्रपन्थीमा अगाडि बढिरहेको छ यो भनेको एउटा सोलर प्यानल विद्युत आफ्नै बारीमा उत्पादन गरौँ तर उज्यालोमा यो खेतमा धान अनि त्यसपछि यो बारीमा गहुँ त्यो भन्दा यो यसबाट झन् मनग्गे आम्दानी हुन्छ यो रोप्दा चाहिँ ठिक छ कि होइन यो त न यसलाई गोरु चाहिए न हली चाहिए एकपालि ल्याएर रोपिदिए सधैँभरि फल खान पाइयो यस्तो मजाले फल्छ उज्यालो हुन्छ यो झिलिमिली संसारमा बस्नु पनि पाइने अनि हजुरको यो न गोरु न हाते ट्र्याक्टर न ट्र्याक्टर है न बाउसे न खेतारी यो चाहिने भन्दा नास्ता पानी खुवाउनु पर्यो भन्नु एकचोटि यसरी सोलर रोपिदिएपछि सधैँभरि खान पाइयो आनन्द कति मजा छ कति मजाकै आमा एकचोटि अब यो चाहिँ नेपालमा पनि एउटा सम्भावना बिजनेस त्यही रोप्ने बेला समय लाग्दो रहेछ अलिकति त्यो सुरुमा त झालसाल काट्नु पर्यो हेर्नु पर्यो छेउ मिलाउनु पर्यो होइन यसलाई झेक्राहरू धेरै गाड्नु पर्ने कि झेक्राहरू पनि अर्को काठको झेक्रा नफल्ने रहेछ फलामको झेक्रा गाडेर यहाँ चाहिँ फेरि समथर भूभाग नभए पनि हुन्छ कि डाँडा डाँडीमा त फेरि किलालाई गाह्रो तर यस्तो हुन्छ कि रुखहरू भाटामा त्यो सेपेनमा अलि फल्दैन यो तर एकदम पारिलो ठाउँमा वर्षेनी आज रोपो कि यो वर्षेनी हिउँमा नि खासै त्यस्तो समस्या अलिकति झेक्राहरू अर्को गाडिदिएपछि त हिउँमा पनि समस्या त पर्दै रहन्छ छानो झर्छ क्या अलि खास मेन चाहिँ यो रोपेको ठाउँ हो यो ऊ चाहिँ तर यस्तो विचित्र छ यी रोपेको ठाउँ यस्तो छ यी तरकारी हरियो खास मेन त हजुरको नर्सरी गर्ने ठाउँ त यो हो नि यो यहाँ नर्सरी गरेर लाने है यहाँबाट सुरुवाती यहाँ हो यहाँ पहिला यहाँ कतिको फल्छ कस्तो हुन्छ भनेर ट्राई गरेको यो पहिलो चरणमा अनि राम्रो फल राम्रो दिन थालेपछि त फेरि पछि तल रोपेको के यो एउटा छानोले कति घरलाई पुग्छ यसले त पुर्याउँछ नि यो 1 2 3 4 8 घरलाई एउटा छानो पुरै कालो जस्तो देखिएको पुरै हो कि एउटा छानो यो छ नि यो एउटा छानोमा 8 वटा उ छन् लाइन छन् यसले लगभग 8 वटा घरलाई मजाले तीनटा राइस गरेर नाचिराख्नु दुईटा फल खाइरहेर नाचिराख्नु उहाँको पुरा हाम्रो यसको अहिले हामी ठ्याक्कै कोरियाको यो गाउँको बस्तीमा आइसक्यो हाम्रो नेसनल भिलेज नेसनल भिलेज हेर यो गाडी कता जाने यो यस्तो छ के राम्रो गाउँ पनि यस्तो छ के यो नेसनल भिलेज हो के यहाँ क्यामेरा पनि छ यहाँ यस्ता क्यामेरा छ अब यो घर अब यस्तो छ क्यामेरा यहाँ छ सिसी क्यामेरा यस्तै राख्छन् यहीँबाट झर नि कता होइन सिधा जाने क्या सिधा जाने नि यस्तो लिएर आएको छ यो गाडी पुरै बसासराई गरेर हिँडेका होला नि किन त पुरै साउलतिर हिँडेको राजधानीतिर है अहिले सबै घरहरू खाली छन् सबै घर खाली छ यस्तो चाबी गेटैमा चाबी लाएर गएको सबै चाबी लाउँदै हिँड्दै गरेर
यहाँ केही जात छैन फेरि यो अहिले बस्ती मानवविहीन बस्ती भइसकेको छ कि सब। के हो त यो भुसा गाउँठाउँ आएको त होइन गाउँको होइन धानको त बाहिरको पोत्ला निकालेको। यहाँ आउनुभयो, उहाँलाई नमस्कार गरिहाल्नु आमा नि आउनुभयो बिरालाल बाटोघाटो फेरि त्यहाँ हिँड्यो क्या भयो यसलाई नगर म हिँडी रिसाउनु सक्छु पुरै छोडेर हिँडेको गाउँतिर हो। बिरालाल बाटोघाटो भानिज अगाडि बढ्ने कि फर्किने भयो नि। पस्नु त्यहाँ एउटा मान्छे आसी जाम्ला नि कता गयो त बिरालो? काँड काटेको यता आएर जाम्ला, यो घर नआएर यो घर नआएर गयो कुटीर पनि छोडेर गएको छ। यो पुरै अवस्था यस्तो उजाड लाग्दो छ। कुकुर बाँधिदिएन छोडिहान 1 वर्षलाई हुने खाना राखिदिने है छ बाँधो छोडो अनि गयो। यो ट्र्याक्टरको टायर यता बरु 2-4 घर मान्छे बसेर रहेछन् है। कता यता मान्छे आवाज आयो बल्ल आयो। गाडी छ केही ओडा कार लाग्यो आसमे हो त्यो ओडा कार लाग्यो बल्ल देखिया छ। मामा कस्तो भइरहेको हजुरलाई? एकदम रमाइलो फिलिङ भएको छ। यो आफ्नै एरिया भएर हो कि यो गाउँमा यसरी चाहिँ पहिला पनि घुम्नु भएको थियो? म त यहाँ त धेरैचोटि हिँडेको अनुभव छ नि। यो एरिया त त्यही गाउँ आफ्नो गाउँ जस्तो लाग्छ कोरिया भए तापनि तर रमाइलो छ। जति गाउँमै भए पनि जति बस्ती नै छोडेर गए पनि होइन नेपालको नेपालको सहरभन्दा बढी बेसी राम्रो छ कि होइन त। यो वनरुमहरू ऊहरू अपार्टहरू सबै व्यवस्था छन्। त्यहाँ खेलकुद मैदान पनि यहाँ बास्केटबलको लागि पनि त ऊ छ। यो ओडाकार लाग्यो हाम्रो तालिम सालिम गर्नलाई पनि यसो बेला मौका आउँछ सरकारबाट कोठाहरू। यो चाहिँ थोपा सिँचाइ हुन्छ यसबाट चाहिँ यो बिरुवाहरूमा चाहिँ अटोमेटिक यो पाइप छ यो पाइपबाट चाहिँ अहिले यो अटोमेटिक ट्याक्क यो अहिले चिसोमा खासै परेको हुँदैन अनि फुलहरू पनि सबै फुलहरूमा यो अब मर्ने भयो। गर्मीयाममा आउँदा यति रमाइलो लाग्छ कि यो फोटो पनि होला सायद मोबाइलमा। के चाहिँ यसको पहिला खिचेको फोटो चाहिँ आनन्द ये है छुट्टै रमाइलो छ कि एउटा निश्चित कम्पनीमा बसेर बाहिरी वातावरणमा हिँड्दाखेरिको क्षण नै छुट्टै रमाइलो छ। यस्तो चार पाङ्ग्रे यो त बुढाबुढीको हो क्या। नेपालमा त उकाला चढ्दैन हो किन चढ्दैनौ अनि यो सबै उसलाई सेयर गरेको थियो म ट्याक्क यस्तै हो क्या। अनि आस्यो यो तातो खाने कि के खाने? त्यसले ढोकाइ खुल्ला गरेको जसलाई के खाने हो? तातो के तातो खाने कि कफी खाने? एउटा कफी खाउँ न। ता हुनुहुन्छ साजाङनिम साजाङनिम आना साजिन काची चिकस काम पनि गर्नुहुन्थ्यो ए निर्माण सम्बन्धी त म त कति वर्षको अनुभव छ अरे? 13 वर्षको 13 वर्षको निर्माणाधीन क्षेत्रमा त कति ठेक्का लिए कति त्यो उसको सेङ्जा पर्वत जोड्ने पुल पनि हजुरले बनाएको क्या? त्यहाँको त अधेरी खोलाको पुल त बरु मैले गरिनँ। वालिङको चाहिँ मैले ऊ थियो त्यो खासै सेन्सेना फेरि ठेक्का नलिने क्या मैले फेरि सेन्सेना खासै इन्कम पनि अनि त्यो पप्पु कन्स्ट्रक्सन त अगाडि बढेको त हजुर यता कोरिया छिरेर त हो नि। पप्पु कन्स्ट्रक्सनले नि मसित खालि सम्झौता गरौँ भन्थ्यो। म आफ्नै डुम्रे कन्स्ट्रक्सन चलाइरहेको मान्छे डुम्रे कन्डक्टर होला नि कन्स्ट्रक्सन त्यस लास्ट न केटी भेटाइयो न बाटो भेटाइयो। अहिले त हेर यो आपत गोरु पनि हेर्दैन हो बाघ के गर्न आएको छ भनेको? बाघले मुतेको त होइन होइन गन्ध त आएको हो के हो? स्याले हो कि कुखुरा फार्म छ क्या यता? सबै अहिले त
अलि नराम्रो भएको छ यो छ नि अँ, पहिला त अनि यहाँ त ट्याक्क ऊ थियो त पानी पुरै पानीहरू लाइटहरू लाइटहरू बोल्ने यस्तो बवाल थियो अहिले त सबै सुकेछ अहिले यहाँभित्र पनि उयो हो यो त नर्थ फेसको अँ के बाहिर सेलमा खान त हजुर सेलमा खान त यो ट्याक्क अँ सेलमा यो अहिले आएको सेल हो क्या यो अहिलेको हो अँ त्यो अहिलेको त्यो विश्वभरि त्यो ऊ भयो है अँ सेलमा कति छ त हेर त 3,64,000को हो सेल कति 3,64,000को सेल अन यो केटु अनि फेरि डिस्काउन्ट हो नि त त्यो कति 60 देखि 30 अँ जस्तो हेरौँ नि त्यहाँ 60 30 देखि 60%। अब कति हो यो एक निरन छ अरे 1,85,000 आइसक्यो देख्नुभयो के अब यो ट्र्याकलाई कति थियो अरे यो त कति लाग्छ हामीले लगभग आधी घन्टाको बाटो पैदल हिँडेर अनि सपिङ गर्न चाहिँ यहाँ सपिङ मलमा आइएको थियो सपिङको पनि गरियो भिडियो हेरिदिनु भयो धेरै धेरै धन्यवाद कस्तो लाग्यो कमेन्टमा नै गर्न नभुल्नु होला जहाँ हुनुहुन्छ स्वस्थ मस्त र व्यस्त रहनु होला हस्ता बाई बाई धन्यवाद।